हेलो गाइस, के छ धेरै पछि भिडियो बनाउँदैछु। सो अहिले चाहिँ हामी यो देख्न सक्नुहुन्छ मनोकामना मन्दिर हो। हामी आएको छौँ 2-3 जना साथीभाइसँग। अलिकति हामी चाहिँ यसलाई बेलुका आएको, अब भोलि बिहान ट्याक्क लाएर नुहाएर यहाँनिर पूजा गर्न आउने हो। अहिलेसम्म पनि तपाईँहरूको चाहिँ धेरै नै मान्छेहरू छन् मन्दिरमा, धेरै नै मान्छे छन् यहाँनिर। तपाईँले देख्न सक्नुहुन्छ यहाँ हिमाल चाहिँ यस्तो छ, हेर्नुहोस् कति राम्रो हिमाल हो। कुन हिमाल हो थाहा भनेर कमेन्ट गरिदिनुहोस् होला। अब यही हो यतापट्टिबाट, यहाँनिर बारबाट मान्छे लड्छ भनेर अर्को बार यहाँ ठडाइदिएको रहेछ। म चाहिँ यस्तै साथीहरूसँग आएको छु। देख्न सक्नुहुन्छ तपाईँहरूले मनोकामना मन्दिर फर्स्ट टाइम हो मेरो चाहिँ। यसो अहिले चाहिँ हामी घुम्नलाई आएको, बेलुकाखेरि अघि भर्खरै आएको होइन, बसमा आएको हामी। यसो घुम्दै फिर्दै यसो मन्दिरमा हेर्न आएको। भोलि बिहान कसरी कहाँबाट आउने, कसरी के गर्ने भनेर। भोलि बिहान 3 बजेबाट लाइनमा बस्ने मान्छे, अब हामी चाहिँ अब कति बजे हुन्छ आउनुपर्ने हुन्छ होइन। तपाईँहरूले यस्तै देख्न सक्नुहुन्छ हिमालहरू। यो चाहिँ बलि चढाइरहेको छ गाइस। मानिरहेको छैन क्या मार त होइन, तर मलाई चाहिँ हेर्न मन लागेन गाइस। यता आएँ भिडियो नै बनाएन, अरूले चाहिँ हेरिरहेको थिएँ। भिडियोमा यसो केही बोल्नु युट्युबमा जान्छ यो भिडियो। सब्सक्राइब गरेर राख्छु, हेर्ला तेरो थोपडा। मनोकामना दर्शन फर्स्ट टाइम। तपाईँको कति टाइम? सेकेन्ड टाइम हो। सेकेन्ड टाइम मनोकामना। यस रमाइलो भयो। फर्स्ट टाइम केवल कार। ए पहिला हिँडेर आउनुभयो? पहिला हिँडेर आएको। ठिक छ। तपाईँले हेर्नुभयो त्यो चढाएको? मैले त हेरेन। मैले त हेरेन के हानेको। मैले चाहिँ हेरेन भने हेरेन। ल म चाहिँ यही हेर्दिनँ, के हेरिबस्छु। बाँदर, ओ माई गड बाँदर। हिमाल चाहिँ एकदम दामी देख्न सक्नुहुन्छ तपाईँले होइन, यस्तो दामी छ नि हिमाल। ओ माई गड तल हिमाल चाहिँ हेरिरहँ जस्तो छ गाइस, प्रकृतिको देन। मन्दिर साह्रै राम्रो छ। खेलाउने खानेकुराहरू सामान ल यति किनियो, तर के किन्न थाल्यो है, किन। म त मेरो पसल त्यो नयाँ खोलेको छु, त्यो सक्सेस भयो भने बुढाबुढी आउनु। एल्युमिनियमको एउटा साडी चाहिँ किनमेल पनि गरिसक्यौँ अलिअलि। कता हो खै मनोकामनाको स्टे होम स्टे हाम्रो कता हो? होम स्टे कहाँ हाम्रो?
तर ठाउँ चाहिँ दामी छ के चिसो चिसो छ गाइस हाम्रो यो ठाउँ चाहिँ यो होइन कुन हो ए हामी यता कता हो यतै हो अहिले चाहिँ हामी यता रुममा आइसक्यौँ हाम्रो रुम कतिको 1000को होइन 1000को रुम ढली चाहिँ एउटा सामान सामान किनिहाल्यो यताबाट यस्तो देखिन्छ होइन कस्तो खाले स्क्रिन आयो हामी ल यता 2 जना मात्र घुम्न आछौँ होइन त्यतै चाहिँ त्यतातिर हुन्छ यतातिर वाउ ठाउँ चाहिँ सही छ एकदमै राम्रो छ गाइस ओहो केबल कार गाइस केबल कार ओहो हामी यहाँको डाँडा यति हो तँलाई केरोसिन कार चलाउँदाखेरि कस्तो थियो होइन त्यहाँबाट त्यही हो त्यो जुन उ छ नि खोला त्यही हो खोलाबारी त्यही त हो त्यहीबाट त हो नि हामी हो कहाँ कतिवटा डाँडा कटेर एउटा डाँडा त कटेन होइन नि कस्तो कसरी होइन त्यहाँबाट मात्रै एउटा डाँडा भयो त्यो डाँडा हो र उयो डाँडा नै कट्छ नि हो नि होइन भाइ यो एउटा डाँडा मात्रै हो अनि केबल कारको पोल उहाँ देखेन ऊ माथि पोल यस्तो पोल उहाँ माथि देखेन हो कहाँ माथि थियो उता यसमा चाहिँ सामान ल्याउँदो रहेछ गाइड्स यसमा चाहिँ मान्छे लाने रहेछ गाइड्स ल कस्तो भयो तँलाई फिलिङ चाहिँ यता हेर्ने यता एकदम झकास फर्स्ट टाइम चढ्दाखेरि पहिले चाहिँ डर लागेन के डर आनन्द रमाइलो लाग्यो यार हामी चाहिँ अब फोटो खिच्न परेर एकछिन है अब यसलाई यतापट्टि चाहिँ ए यो चाहिँ केबल कार चढ्ने ठाउँ होला कि लाइन बस्ने ठाउँ यो चाहिँ लाइन बस्ने दामी छ ल यो ट्रेनको स्टेसन रहेछ हामी एकछिन चाहिँ फोटो खिच्छौँ अब ल एकचोटि भ्युजको मजा लिनुहोस् गाइस हामीले त आँखाले देखिहाल्यो हामीले चाहिँ यहाँनिर फोटो हल्का फुल्का खिच्यो होइन यतापट्टि अँधेरो देखिसक्नुभयो तपाईँहरूले मैले पनि देखिसकेँ अँधेरो योभन्दा धेरै अँधेरो अब यसमै कैद पनि हुँदैन होला राम्रो रहेछ कि कसैले पनि फोटो खिच्दैन नि के आयो हामीले चाहिँ एकदम राम्रोसँग खिच्यो फोटो यहाँनिर यतापट्टि हेर्न सक्नुहुन्छ है वाउ यस्तो यहाँ माथिनिर चाहिँ कस्तो उयो सिलिङ्ग हुँदै मान्छेहरू आइरहेछ हो यहाँनिर थर्किन्छ यहाँनिर चाहिँ थर्किन्छ कि ल ठिक छ ल अब हामी लाग्छौँ खानासाना खान्छौँ उब्लुक्क सुत्छौँ त्यस पछाडि 12 मिनट मात्र भएछ अब अनि त्यस पछाडि हामी वाट द भ्यू अनि हामी त्यस पछाडि चाहिँ या दामी भ्यू छ खानासाना खाएर उब्लुक्क सुत्छौँ भोलि बिहान 2 या 3 बजे चाहिँ हामी उठिसक्नु पर्ने हुन्छ किन भन्दाखेरि 3 बजेबाट लाइन एकदमै व्यापक रूपमा लाग्छ अरे त्यसरी हामी भोलि हिँड्नुपर्ने हुन्छ यहाँबाट अहिलेलाई राखिदिए गाइज बाई बाई गर्दै बाई गाइस नेवारी हजुर हामी
एकछिन रमाइलो भइरहेछ रमाइलो हेर्दै कि आउँछ एकछिन ल हामी चाहिँ अहिले यता पूजा गर्न लागेका छौँ कति बजी 5 बजे आएको 5 बजी 5 बजी कति बजे अहिले अहिले त 5:30 भयो आधी घण्टा ए कहाँ आधी घण्टा हुन्छ 5:15 भयो 5:15 लाइन चाहिँ हामी पछाडि यत्रो छ यता अगाडि भयो कतिखेर आउने हो पालो हाम्रो बसिने बोल्दैन आइसक्यो पालो आइसक्यो यसो हेरेर हाँस्दै झक्कास छ नि सो हामी चाहिँ अहिले यता आइपुगिसक्यौँ मन्दिर छेउमा हिमाल चाहिँ क्लिक कटाउने छ बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइएछ वाह यही पो हो त जिन्दगी स्याट हानेर चिसो भइरहेछ गाइस यस्तै हो गाइस गाइजहरूले हेलो भन्दै हेलो गाइस गाइस एन्ड भोइसेस हेलो एक घन्टाको लाइनमा यहाँ आइपुग्यो होइन 1 घन्टा अघि उहाँ थियो अहिले आइपुग्यो मन्दिर आइपुग्यो लाग्यो 1 घन्टा लाग्यो अब आधा घन्टा धेरै लाग्दैन अगाडिको भ्यू यस्तो छ है यस्तै छ हिमाल कटल्किरहेको देखेन हौ मोबाइलमा भनेर मैले देखिरहेको छु अनि मोबाइलमै देखिरहेको छु नाइस टु मिट यु भयो नाइस टु मिट यु एकदम राम्रो छ मार्न जाने मान्छेले पूजा पनि गरिसक्यो हिमाल चाहिँ यस्तो टिलिक्क टल्का छ हामी चाहिँ फोटो खिच्नु पर्यो पूजा त सबै सकिसक्यो अब यस्तो भ्यू देखिरहेछ हामी अब पूजा आज सकेर हिँड्दैछौँ हामी चाहिँ ट्याक्क पूजा सुजा गरेर आइसक्यौँ अब यहाँ हाम्रो चाहिँ यस्तो भइरहेछ यहाँ यसमा हालेर हेर्नु जाने के खोजेर राखिदिनु लाग्यो यो फुलहरू सबै लु हुन्छ क्या फेरि त्यो रुहरू रातै हुन्छ यति भएपछि त त्यही बाँध्दैछु ल सो हामी चाहिँ अब ट्याक्का रेडी भइसक्यो हिँड्नको लागि पूजा आज भयो खाजा सबै भइसक्यो अब हामी चाहिँ गाउँमा निस्किन लगाएको यहाँ के हुँदो रहेछ भने यहाँ चाहिँ मान्छेहरू आइरहन्छन् त्यहाँ आउँदा आउँदै बाटोमा चाहिँ यताबाट तान्ने उताबाट तान्ने कन्फ्युज कता जाने कता जाने भनेर हामी हिजो यहाँ आएको थियौँ त्यस्तै गरी यहाँ पनि मान्छेहरू चाहिँ ए तान गर्छन् है हेर्दैमा बस्नै पर्दैन नि तपाईँहरूलाई भन्छन् लिएर आउँछन् लास्टमा पैसा ठटाउँछन् गाइस है सो हामी चाहिँ अब निस्किन्छ एकछिनमा निस्किनुपर्छ नि त्यही हो यस्तै छ यताको वातावरण चाँदालिसी सो अब हामी हिँड्यौँ
लाग्यौं हामी लाग्यौं ओ शिव प्रसाद लौसाल हेलो ओइ तैँले दि राख नि अहिले बरु ठुलो गर्नु नगर है फेरि दलाई राखेर जानु पर्ला हामी होइन निकाले टिकट जेस् मान्छे त कति धेरै यस्तो चाहिँ यो आउने जाने चाहिँ भइरहँदो रहेछ घुम्दा चलिहाल्ने तर कस्तो है यहाँको चाहिँ बिस्तारै घुम्ने उताको चाहिँ रेस घुमिरहने डबल हुन्छ होला कि केबल कार पहिलोचोटि चढेको म त तपाईँले पहिलोचोटि चढाए होइन हो कस्तो भयो डर लागेन एकदम राउन्डै भान्छु मैले हो के गर्छ अब यस्तै हो यस्तो हुन्छ मनकामना दर्शक प्रतिक्रमण लिमिटेड कस्तो बच्चा खेल जस्तो कि गाडी केबल कार पनि मान्छेहरूले के बनाउँछ उहाँहरू मात्रै जानुहुन्छ आफ्नो ग्रुप हामी हाम्रै ग्रुपमा जान्छौँ हाम्रो लागि आउँदैछ खाली नै छैन नि गर्थ्यो एउटा त्यस्तै चढ घुम्दा चढ्नुपर्छ यहाँ चाहिँ दुलो हुँदो रहेछ यस्तै यता बाहिर निकाल्नुपर्छ ए बोकाहरू चाहिँ त्यस्तोमा ल्याउँदो रहेछ कि सामान ल्याउनु त्यस्तोमा त्यो आएको भएर यो स्लो बिचमै हाइज्याक गरिदिनु पर्ने के बोकाहरू 2055 मा बनाएको भाइ बिस्तारै लैजाए ओके ल पछाडि त डर लाग्दो रहेछ झर्नामा उ रहेछ त यार झर्नामा बवाल रहेछ त यार म भिडियो बनाउँछु यो फोटो खिच्छु यताबाट बनाउँछु पुरै बाफ सिधै झर्नामा डर यार तर यार कस्तो कहानी के हेर न त्यो अड्क्यो क्या अड्क्यो हैन बिस्तारै झरेको अहिले त झर्न स्लो हुन्छ त कान बन्द भयो कहानी टु भयो त त्यहाँ माथिबाट स्लो भयो यसो यार झर्नु पर्ने कहानी थुन्ने थियो तर हिजो जस्तै स्लो गरे है गन चाहिँ ओह्रालोमा धेरै सट्टै जान्छ भनेर ओ यो कसरी हिँडिरहेको छ मलाई त अचम्म लाग्यो केही हेर्दा त सिङ्गै हुन्छ यार जानुपर्ने उहाँ हामी यहाँ होइन नि त उहाँबाट आयो नि त हामी भाइ कहाँ यहाँबाट आयो त उताबाट आउने उताबाट न है काने ठाउँमा भयो दुईटै थुन्ने त काने ठाउँमा भयो हो त यो के भएको ल यो हावा कम भएको हो त्यस्तो पो हुन्छ हावा कम मात्रा कम भएपछि यस्तो हुन्छ नि हो होइन होला के हो
त्यसै हल्ला गर्ने हेर बिस्तारै कस्तो डर लाग्दो रहेछ यार हो नि कानै टु भिस्यो काने टिन्न लाग्यो कसरी हिँड्छ चक्का पनि घुमाएन त्यो त कहाँ त्यसमा कस्तो चक्का घुमाएन त्यो माथिको किन नघुम्न चक्का त्यो नभए हिँडेन जस्तो लाग्यो यार रोकिराख त्यहीँनिर होला वहाँ माथिबाट आएको सामानको त कति स्पिड आएको हेर्नु नि त्यो वहाँ माथिबाट खोइ सामानको उ त्यो ए यो त्यही सामानले गर्दा त हामी स्लो भएको त यो डाँडा अनि योभन्दा अर्को डाँडा छैन अझ यहाँबाट अझ तल झर्नु बाँकी नै छ अझ त्यस्तै ओह्रालो झर्नु बाँकी नै छ कराइसेको भाइ कस्तो राम्रो के है सुविधा सम्पन्न नभएर मात्र हो कि मान्छे के सुविधा Oh my god! बाप रे माथिबाट कहाँ तल हेर डर लाग्यो हात हटा न खुट्टा हामी त बादल माथि नै रहेछौँ बोका बोका हाइजा गरौँ स्लो गरे यस्तो डेन्जर छ यार बा तल त केही देखेकै छैन नि छैन उसो पनि डेन्जर छ हात हटा नि तेरो हात हटा नि कहाँ पुग्ने रोक्या क्या लोके होइन ए डोरी 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 नै घुम्दो रहेछ कि यहाँ मोबाइल धऱ्यो भने त गयो मोबाइल थियो भने भन्ने छ यार वाउ उसो थुनिरहेको थियो यार खोला गएर सुने किन नसुन्ने कान खोला पानी पानी यार खै बढी डेन्जर हो यार अहिले खुल्यो कान अलिक पनि भइरहेको के मेरो त केही हुँदैन हाम्रो त शरीरमा चढ्दा चढ्दा फेरि एक राउन्ड आन्टी हान्नुपर्छ कि अब एक राउन्ड हान्नु काम त अझै पनि भयो हामी हिजो आएको त धेरै फाइदा भएको छ आज आयो भने त हामी त भोलि जान्थ्यो भने मैले ओइ कस्तो खाली थियो माथि माथि सब कति गरेर तार हुन्छ नि कान अहिलेसम्म ठप्प भइरहेछ खाना त के आनन्द त्यही कुरै भएन झन् डर लाग्यो भन्दा पनि जो बाटो देखेर के देखेर बाटोकै झरी बाटो ठिक 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 ओ माई गड टाढा सम्म चाहिँ अन्तिम लाइन रहेछ यताबाट मान्छे थप्पिँदैछन् आउँदैछन् ओहो हामी चाहिँ अब अहिले चितवन आइसक्यो गाडी चढेर